I'm gonna give you my heart. 'Cause you're a sky full of stars. 'Cause you light up the path. I don't care if you wanna tear me apart. I don't care if you do. 'Cause in the sky full of stars, I think I saw you. अब चाहिँ हामी दाउरा साउरा यस्तो खोज्नु गइरहेछौँ रातिको 2-2:30 बजेतिर जाडो भएर केटाहरूलाई चाहिँ अब यहाँ टक्क लाएर अब दाउरा साउरा खोजिन्छ अनि आगो तापिन्छ अरू भने त्यही हो अब चाहिँ तल गएपछि मात्रै खिच्यो अहिलेलाई चाहिँ बुम अहिले चाहिँ गुड मर्निङ भइरहेछ 2:16 भइरहेछ अहिले तर अहिले भोलि बिहान चाहिँ हाम्रो सिस्नेरी जाने प्लान छ तर अहिले चाहिँ यहाँ केटाहरू हेभन डाँडामा आएर काफल हन्टिङ हानिरहेछ काफल हन्टिङ हानिरहेछ है अहिले चाहिँ गयो तलतिरै यसलाई भूत लागिसक्यो यसलाई अब यसलाई एकछिन लान्छ यो दुइटाले ओ यो त अति भयो त यार यो काफल त हरियो दिएछ लास हरियो हो यो त सब हरियो छ रातो कलर ब्राइन्ड नै छ रातो कुन काफल दिन्छ यसरी यहाँ हेर त काफल तैले रातो खाइ सबै कसले दिन्छ यसरी काफल यो काफल दिने चाहिँ काफल रातो त्यो के त्यो पाके काफलले कुनै टिपेन छ यार थियो यार तर मैले नि सब हरियो टिपे म उहाँनिर ऊ देख्नुभयो यहाँ यस्तो टिप्ने हो क्या यस्तो काफल साथी हरियो त लास रातो त अनि अमिलो भइरहेछ तितो भइरहेछ हरियो त झन् कहाँ खान सक्नु यस्तो निकाल्नु मलाई बियर खोयो तिले सब उतार्दे बिहान अब कति 5 बजे जाने होइन हामी 5-6 बजे जाने प्लान छ सिस्नेरी चाहिँ तर 2 बजेसम्म सुत्या छैन यहाँ ऊ 4 बजे भन्दैछ त तर 2 बजेसम्म सुत्या छैन यसरी काफल खोज्दै दाउरा खोज्दै हिँड्न छ आगो बाल्नु भोलि चाहिँ हालत के हुने हो घुम्दाखेरि बाटोमा त्यो चाहिँ थाहा छैन अहिले चाहिँ हालत यस्तो छ कुन चाहिँ तर देखे छैन त यार जुनहरू अति हुन्छ यसको लाइट बाल भन्दै थियो मलाई चाहिँ कि मान्छे भ्लगै हानिदिएको यिनीहरू 1-2 जना लड्छ कि मैले कन्टेन्ट पाउँछ भनेर मैले चाहिँ भ्लगै हानिदिएको भ्यू चाहिँ यस्तो छ है यतापट्टि भ्याउँछ लेट्स गो लड्न ओ जानी लड्न यार पुक्लुक लड्न यसले त दामे हानेको छ स्टोन त अरे यो त सानो अचीको मार्यो के हो यो त आम्मा सानो अचीको मार्यो रहेछ यो त अर्को लडाइ पुग्यो हो र देखाउ न त कला हान्नु पर्ने हुन्छ है साथी कला देखाउनै पर्ने हुन्छ है आज ब्लगमा यिनीहरू कला देखाउँदैन जस्तो लाग्यो एकछिनमा आउँछ अब म केटाहरूलाई अब दामी भ्यू देखाउँछु अब रातिको दामी भ्यू देखाउँछु कहिले देखाएको थियो अहिले यिनीहरू यो भिडियो सब अहिले सुतिरह होला तर दादाहरू चाहिँ यस्तो भ्यूमा छ अहिले यस्तो भ्यूमा छ दादाहरू चाहिँ अहिले रातिको 2-3
यो चाहिँ रुइरहेको थियो है दरगाह रुइरहेको थियो यो चाहिँ अघि न यो पनि हो त्यहाँ हाँसिरहेछ तर यो पनि हो दरगाह रुइरहेको म त एकदम कुलमा हो रोको छैन ल भाइ साथी चाहिँ आज निन्नमै छ है फेरि साथी चाहिँ हाम्रो ब्लक स्टार्ट चाहिँ यहाँबाट हुँदैछ अब साथी यहाँ छ स्टार्ट भयो ब्लग आनन्दले अस्ति बनाएर युट्युबमा त्यो 20 कि 30 मात्र भ्युज आउने चाहिँ यही अनुहार हो त्यही भएर आज पोस्टपोन गरेछ यतापट्टि आज पोस्टपोन गरेछ आज अलि धेरै आउँछ किनकि यहाँ फर्स्टमै ह्यान्डसम केटाले ऊ आफैले भन्यो हौ तल भन्यो हेलो गाइस वेलकम टु माई ब्लग्स हैन फेरि आज नि 20 भन्दा नकटाउने भयो यही बोल्यो अब 20 भन्दा नकट्ने भयो हाम्रो यात्रा भने सिस्नेरीको रहेछ हैन हामी अहिले सिस्नेरी जाँदैछौँ हामी लास्ट विक पनि गएको थियौँ तर अलिकति हाम्रो प्लानिङ थिएन र आज हामी प्लानिङको साथ जाँदैछौँ हाम्रो पुरै खानासाना व्यवस्थित तरिकाले हैन रातभरि प्लानिङ के भनिदियो कहानी है त अब हाम्रो यात्रा सुरु भएको छ हजुरहरूलाई ल क्यामेरामा बुम हान्दैन त बुम हान्दैन त ल भन्छ सुरु गर्दैन अब सिस्नेरीको लागि सुरु भइसक्यो हैन हामी अब सिस्नेरी जाँदैछौँ ल गए मम्मी ल बाई ए गल्ती भन अब फाइनल्ली हामी चोपर आइपुग्यौँ हामी फेरि थोरै चिया खाएर जाने तर्करमा यहाँबाट होइन स्ट्रङ कफी खाने खोइ त नि नबोल्ने ए हामी अब चोबार आइपुग्यो होइन अब चोबारमा चिया सिया खाएर होइन हल्ला गरेर एकछिनमा जाने हो गाइस चेन पनि चाहिँदैछ आजको मेन हाम्रो यो युट्युबको अलिकति चल्दो बल्दो भ्युज अलिकति आउने अनि अनुहार चाहिँ फेरि यही हो है फेरि यो पेट अरू प्रमोसन कोही होइन नि फेरि यो पेट प्रमोसन यो पेट हो अब चाहिँ कफी टाइम कफी टाइम होइन हामी चोबारमा सबजना कफी चिया के खाने आफ्नो इच्छाले खाँदैछौँ होइन तपाईँहरू सिस्नेर जाँदा हुन्छ नि चोबारमा प्रिफर गर्छु कफी खाएर ब्रेकफास्ट गरेर जानुहोस् होइन यता मात्रै हो कफी चाहिँ यता चाहिँ खै आलुको के हो यो मिल्क कफी है फेरि हामी त्यो 50 दुध चिया मन्दै यता चाहिँ के आउँदैछ हाम्रो कालो कफी कालो कफी कालो यता तेरो नि यो त तेरो होला नि मिल्क के हो ब्ल्याक कफी हो र चिया भने ब्ल्याक कफी होइन यो लडिक छ ए हो पनि कालो हो ए तिमीहरूको चाहिँ के आउँदैछ अरे मेरो कालो चिया उसको मिल्क हो तेरो चाहिँ आइसक्यो के भन्दैन त केही भन्नलाई तडपिरहेको जस्तो लाग्छ यहाँ छ उयो के भन्छ दुर्गा प्रसाईको फ्यान अब मात्र गर्छ यो चाहिँ अनि कसलाई थाहा छैन यहाँबाट चाहिँ फेरि माथि प्लेन जान्छ कसलाई थाहा छैन प्लेन हेर्न मन छ म देखाइदिन्छु जुन मेरो यहाँ छ चाहिँ कसैलाई थाहा छैन भने मेरो यो यहाँको म्याप फलो गर्दै आउने पछाडि हेर ऊ टोटीहरू धेरै हेर्नु हुन्न उनीहरूलाई बौला सुरु भइसक्यो फेरि थाहा पायो होला अब कसको एक्टिङ गरिरहेको छ भने पछाडि अरूले ओ क्लोज कल्स अहिले चाहिँ हामी आउँदा अब तौदो आइसक्यो तौदोको पनि थाहा छैन यहाँ छ टुरिज्म उसको लागि राम्रो छ यदि घुम्न मनपर्छ नि आउँदा तपाईँहरू
अब ऊ यहाँ साथी राइडरमा छ मुस्कल अब ऊ यहाँ पिकमार्ट अगाडि रोक्नुपर्ने हुन्छ तिमीले किनभने हामीले अब ब्रेकफास्टहरू लिएको छैनौँ यहाँ लिनुपर्ने हुन्छ पिकमार्टमा हो त्यहाँनिर रोक्नुपर्ने हुन्छ अब पिकमार्टमा हाम्रो सपिङ चल्छ अलिकति ब्रेकफास्टको लागि अब यहाँ चाहिँ हल्का हामी अब सपिङ गर्न लागिरहेछौँ कहाँ आलु ऊ भेटेन क्या यहाँ त छैन यहाँ छैन के यो कसलाई रे यो मेरो साथी यो चाहिँ अझै लोराएर चाहिँ यसलाई अहिले तितौरा खुवाएर हुन्छ कि के खुवाएर हुन्छ यसलाई टाटो बनाउँछु ब्रेड पाउरोटी होइन हौ यहाँ क्यामेरामा ब्रेड कहाँ खोइ ए पागल म साँच्ची के भन्दा ओ देखिनुहोस् कुन चाहिँ लाने मिनी पापड ठुलो पापड आगोमा ऊ गर्दाखेरि कुन चाहिँ राम्रो हुन्छ त्यो घोक्दिउँ न कुन चाहिँ अलिक पिरो हुन्छ ल डन त्यसलाई नै ये डन डन ऊ सिस्नेरी आएको गरेर कटु बिर्सेर कटु खोज्दैछ है यो चाहिँ तँलाई त पिङ्क मनपर्छ भने होइन पिङ्क खालको पिङ्कै लगाउनु पिङ्क लिने पिङ्क ओ त्यस्तो नहेर क्या पिङ्क हेर यो भएन पिङ्क हुन्छ नि तँलाई ठिक्क अहिले चाहिँ हामी सतीखेल भन्ने ठाउँ आइपुगेका छौँ आलु सतीखेल सतीखेल अब यसरी जाँदैछौँ हामी चाहिँ अब बिस्तारी बिस्तारी राइटरमा हुनुहुन्छ मेरो चिकुडी साथी मेरो चिकुडी साथी अब चाहिँ बाँकी चाहिँ बाटो नै घुम्नुपर्छ चाहिँ हामी अहिले चाहिँ हामी दक्षिणकाली आइपुगिसकेका छौँ यहाँ चाहिँ मन्दिर छ यतातिर चाहिँ के गर्नुहोस् आज शनिबार भएर यहाँ चाहिँ हल्का भिड छ यहाँ दाजुहरू चाहिँ काम गरिरहनु भएको छ ओ यताले साथी चाहिँ बाइक त सबजना यहाँ पूजा गर्न आउनु भइरहेको छ आज शनिबार भएर यहाँ ऊ चाहिँ ऊ चिलमा छ ऊ चाहिँ उहाँलाई चाहिँ जिस्काउँदिनँ फेरि मलाई मार्छ यो चाहिँ यो दक्षिणकालीको भिड हो यो लाइन चाहिँ पुरै सबै यो दक्षिणकालीको लाइन हो यो चाहिँ आज शनिबार भएर यस्तो भिड भयो हो न त अरू बेला चाहिँ हल्कै हुन्छ ट्राफिक सरहरू पनि हुनुहुन्छ तर योसँग चाहिँ लाइसेन्स साइसेन्स केही छैन नागरिक एपमा चाहिँ छ भन्दैछ तर पत्यार चाहिँ लागेको छैन पछाडि यो दुइटासँग त झन् बिलबुक लाइसेन्स केही पनि छैन ऊ चाहिँ दाइ पनि चिनमा हुनुहुन्छ मन्दिर भर्खर गराउनु होला यो दाइ पनि आफ्नै पारमा छ यो गाडी पनि आफ्नै पारामा छ अब हामी पनि आफ्नै पारामा जान्छौँ आइपुगेको छ साइमले अनि यता आउँदैछ ऊ चाहिँ हाम्रो आनन्दले झन्डै यहाँ थम्बनेल पाइसकेको थियो दुईटा पुक्लुक्क छोडेर हिँड्ने होइन के भनिदिउँ कसको गल्ती भन्नु अब के गर्नु नि अरूको मागेर ल्याएको कसको हो र त्यसको हो र भएन होला त्यसको त उयो पागलले अब म चाहिँ एउटा कुरा भन्छु होइन अब यहाँ हामी आउँदैछु अर्को बाइक पछाडि छ तर यहाँ एकजना चाहिँ पहिला ऊ त्यहाँ त्यो स्कुटीमा आउने चाहिँ पहिला ऊ त्यहाँ गएर टर्निङमा रोकेर बसिसक्यो क्या त्यहाँ ब्रेकफास्ट खानुपर्छ भनेर अब त्यसलाई भोक लागिसक्यो नि त ब्रेकफास्ट खाने ठाउँ यही हो भनेर रोकेर बसे ऊ हेर्दैछ हेर्दैछ ऊ यो ब्रेकफास्टको लागि ऊ भने होइन ऊ के अरे 5 मिनट के को लागि हो यहाँ रोकाइ के को लागि हो कन्टेन्ट दिन्छ कन्टेन्ट के को लागि रोक्यो भन्नु यहाँ 5 मिनट खाजा खाउँ टोयलेट गर्ने यता हात धुने यता है ल 5 मिनट खाजा खाउँ अर्को ठाउँ छैन कन्टेन्ट दिन्छ यसले पनि काले मोरदार काले
यसरी गाडी आउँदैछ यहाँ चाहिँ फुटेन फुटेन सेट यार ग्राउन्ड त कहाँ खोल्नु ग्राउन्ड फुटबल खेल्न छोडी यहाँ बाइक चल साइडलाई राख्नु पर्यो गाडी किन नि कुन बाइक अस्ति कुन बाइक यो बाइक झन्डै लडाइदियो लाभालाई यार कचोडी भन्ने एउटा राति यो चाहिँ हिजो राति दारू खाँदा यो सेन्टी भयो किन हटवारी गर्नुपर्छ अहिले फेरि के गर्नुपर्छ अहिले उहाँ भुइँमा टेक्न सक्दैन अब ल भाइ अब चाहिँ अब यहाँ काठमाडौँदेखि बिजनेस गर्न आएको होइन के सपिङ गरे देखाइदियो त सपिङ ओ यो कसले खायो कसले खायो के किने अघि न बिग मार्टबाट पापड 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 अरू पापड अरू 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 पाउरोटी अन्डा कहाँको डोटी ब्रेड हामीले चाहिँ पाउरोटी भन्छ बल्ल बल्ल यो भिडियोमा देखाउनलाई चाहिँ ब्रेड भन्छ ब्रेड बल्ल सिक्यो यतिको चाहिँ मेन्टेन गर्नुपर्छ है के हो रे त्यो ब्रेड इट्स अ ब्रेड हो के पाउरोटी भन्ने थाहा र तँलाई हामीले चाहिँ पाउरोटी भन्थ्यो पहिला अहिले चाहिँ ब्रेड भन्दा पाउरोटी हो के यो नयाँ डिजाइनको ब्रेड हो यो तपाईँहरूले यस्तो ब्रेड चाहिँ पाउरोटी त पोलियो लागे जस्तो पोलियो लागे जस्तो बनाइदिएछ पाउरोटी माथमा खोज्नु होला मन परेन रे के कता जाने कहाँ जान्छ अर्थ मेरो चाहिँ भइसक्यो म लाइनमा बसिरहेको छु यता लाइनमा बसिरहेछ धमाधमा हाल्दैन सेल्फ सर्भिस कति धेरै हाल्दैछ यहाँ तिम्रो ब्रेड त अर्कै छ त अनि एउटा ब्राउन एउटा व्हाइट हो ए ब्राउनमा मलाई नि ल आलु फ्रुटी बेच न ए फ्रुटी खाऊ फ्रुटी फ्रुटी अन्डा 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 बिग्रेन अर्को पालि अलि राम्ररी सिकेर आऊ अन्डा 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 ल यसलाई चाहिँ बेच त अन्डा पानी फ्रुटी पाउरोटी पाउरोटी थ्याङ्क यू पानी हाल्दा हात धुम मुखमा हालेर अन्न तोरा चाहिँ होइन पानी त हात धो अन्न तँ चढा न मुला केही भएको छैन हौ अघि त 2 मिनट गरे मात्रै हो जन्म चाहिँ छेकेर राखिरहेको छु उची घाममा राख्नु ए अन्डा 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 प्लेन पनि देऊ अन्डा 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 ऊ प्यालेन खै कहाँ गयो प्यालेन हाम्रो फेरि जुमको ऊ छ नि फेरि अहिले मैले धेरै जुम गरेँ अहिले मैले प्यासेन्जर पनि देखाइदिन्छु यहाँभित्र त्यस्तो डेन्जर जुम छ चन्द्रमा खिचेको सक्यो हो हजुरको ब्रेकफास्ट के हो बाँकी छ मेरो बाँकी छ अलिकतिले पुग्दैन पुग्दैन एक पाती भात खाएर पनि पुग्दैन अहिले यो ब्रेड सबै खाएर एकछिन भात खाम न भन्न थाल्छ निन्द्रै लाग्दैन तिमीलाई पखाला भने भुइँतिर आउनु अन्डा 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 A1 यो हेर्नु ल पाहाड होइन माउन्टेन एकदम तपाईँहरू यो बाटो आउनु एकदम प्रिफर गर्छु होइन बाटो A1 हो प्रिफरको स्पेलिङ प्रिफरको अलिक पढ्ने बेला ध्यान दिएन त्यही भएर यो बाटो सरन्न हो ए ओ सुन्न एउटा कुरा भन्छु केही नै कि भन्न त अब सर र यो बाटो बौला हेर्न बौला ऊ पागल उयो पागल हो हाम्रो ग्रुपको पागल यही हो ऊ अर्को नि बौला पागल पागलहरू अर्थ पागलहरू ऊ अर्को चिन्ता भयो अब अर्थको नि अर्थ पागल अर्को नि आइपुग्यो पछाडि ड्राइभरले धरि गरे उयो देखाइदियो नि हाम्रो चटपटे स्पट हो यो चाहिँ फर्किँदाखेरि यो चाहिँ फर्किँदा चटपटी स्पोट है हाम्रो ल है यो यिनीहरू चाहिँ पागल हो चलाउले नि हात छोड्छ तर है सेफ ड्राइभ प्लिज यस्तो चाहिँ नगरिदिनु होला होइन सेफ ड्राइभ लङ लाइफ चलेको मन चलिरहन्छ
नम्बर कति हो 69 चलिरहन्छ पछाडि टालेछ आमा बुवाको आशीर्वाद अनि 2x2 फोल्डिङ सिट पनि छ अरू के हुन्छ हौ अरू गाडीहरूमा ट्याङ्कीमा पानको पात उयो फुच्चेले खान्छ अब मेरो लात यही छ पछाडि हाम्रो टालेको स्कुटरको चाहिँ उयो पागल पछाडि बस्नेले गरे हर्काको चलाउनेले पनि गर्दैछ हेर्नु है ल ट्राफिकलाई पठाउनु पर्छ यस्तो भिडियो त भने सर हेर्नुहोस् है कालमाटी कता कता चौकी हुनुहुन्छ ट्राफिक कलङ्की मेन कलङ्की यो बाइकको नम्बर मैले युट्युबको थम्बनेलमै तपाईँलाई राखिदिन्छु कडाभन्दा कडा कारबाही गर्नु होला कृपया उयो नाम चाहिँ अगाडि राइडरको नाम चाहिँ सुरज सापकोटा पछाडि बस्ने चाहिँ आलोक राई चामलिङ राई दुईवटालाई कडाभन्दा कडा कारबाही गर्नु पर्यो यिनीहरूलाई 2 वर्षभन्दा अगाडि छोड्नु भएन अहिले भन्दा हामी 1 हप्ता अगाडि पनि यही बाटो आएको हो अहिले पनि यही आउँछ अहिले पनि यही आउँछ पछि यही आउँछ 2 वर्षपछि यही आउँछ 50 वर्षपछि यही 100 वर्षपछि यही अनि त्यसपछि पनि यही आउनु यही आउनु त्यही हो लास्टमा भन्नु चाहिँ त्यही आलु करेर अनि यो चाहिँ सिस्नेरी पुग्नुभन्दा अगाडि पेट्रोल पम्प होइन प्यारोल यहाँबाट चाहिँ 2 किलोमिटर छ ठ्याक्कै सिस्नेरी है एकदम बाटो A1 है गाइस ल यो बाटो आउनुपर्छ है साथीभाइ एकदम दाजुभाइ दिदी बहिनी हजुरआमा अङ्कल आन्टी मामा माइजू काका काकी कति घन्टामा आइपुग्छौँ पासाङ सिस्नेरी 1.5 आवर ओन्ली सिस्नेरी है अब काठमाडौँबाट एकदम नजिक त्यो पनि स्कुटीमा पुटाउँछ कि बाटो चाहिँ हो गाडी पनि हतपत कुट्दैन त्यति है आनन्दको बाटो छ अगाडि देखाइदैन बस बस सिस्नेरीको बस ल है सिस्नेरी गाउँ चाहिँ यता है खोइ गाउँ भने त पाहाडमा चाहिँ पिर्याङ हान्दियो त प्र्याङ्क हान्थेँ नि मैले पनि प्र्याङ्क होइन हिरो यो दुइटा हिरो गाह्रो छ है गाह्रो छ त्यो हाम्रो स्पोन्सर रहेको छ यो स्यामसङ S25 अल्ट्रा होइन होन्डामा डियो अनि टिभीएस अपाचे अनि यामाहा भिडियो क्वालिटी एकदम राम्रो छ तपाईँलाई देखाउँदैछु यहीँ हेर्नु मोबाइल यही हो होइन S25 अल्ट्रा पानीमा चोक्नु भने त साथी डराउँछ अब पानीमा के चोक्नु होइन अब मैले त्यो सुक्खा गरेर दिएको फोन होइन अब हो अब चोक्दा के हुँदैन भन्छ कम्पनीले भइहाल्यो भने मलाई घाटा जाने हो होइन त्यही भएर यस्तो साथीहरूको सङ्गतमा नगरौँ एकचोटि चाहिँ चोपौँ न के छैन ल है सिस्नेरी आइपुग्यौँ हामी है ल है फेरि आयो लाज पचाएर ल यो सिस्नेरी बजार हो होइन तपाईँको पहिला यहाँ एकदम बजार अहिले एकदम बाढीले यहाँनिर नोक्सान गरेको छ अस्ति बाढीले आएर यो चिसोको ढोक्यो अहिले चाहिँ फेरि लास साम लागेछ पहिला बाग्लै बजार थियो अब तपाईँहरूलाई चाहिँ एउटा म टिप्स दिन्छु होइन हामीले जस्तो बाटोमा त्यस्तो त्यो टिप्स होइन राम्रै टिप्स दिन्छु हजुरहरू सिस्नेरी आउनुभयो भने हामीले जस्तो ब्रेड किन्नुहोस् ब्रेकफास्ट गर्नुहोस् किनभने यता होटेलको एकदम सर्टेज छ त्यो चाहिँ एकदम है हजुरहरूलाई म भन्छु अब खाजा नास्ता गर्नु हामीले अब अहिले घरबाट हामीले यहाँ प्याक गरेर ल्याएको छौँ सबै खानासाना बनाएर होइन पुलाउ र चिकन बनाएर ल्याएको यहाँनिर होटेलहरू भनेको कस्तो राम्रो गाडीले एकदम हानी पुऱ्याएको छ त्यही भएर तपाईँहरूलाई म प्रिफर गर्छु घरबाटै बनाएर ल्याउनु होला होइन ल हेर्नु यो सबै हेर ध्वस्त बनाएर गाह्रो छ यार
ल है हामी चाहिँ ठिक्कै सिस्नेरी बजार आइपुग्यौँ पहिला चाहिँ बाग्लै बजार थियो अब अहिले चाहिँ अब यस्तै भयो होइन तपाईँहरूले अब यताबाट सिधै जानुभयो भने हेटौँडा पुग्छ यो बाइकहरू गएको बाटो ओइ तिनीहरू त गयो हेटौँडा तिनीहरू पुग्छ किन है साइको भए ए ए। बियर लिन गएको हेटौँडा जाने बाटो पुग्यो हो होइन तपाईँको सिस्नेरी जाने बाटो चाहिँ यो हो तर हाम्रो साथीहरू त्यो चारजना चाहिँ बियर खाने यो चारजना चाहिँ बियर खानेहरू हो यिनीहरू चाहिँ बियर लिनु गयो कि यो चारजना हो यो बियर खाने यो पार्टी चारजना चाहिँ बियर खाने पार्टी यिनीहरू चाहिँ जडिया जडिया म चाहिँ सोचेको छु है बेबी यो सबै हेर्ने यो बाढीले ल्याएर यहाँ सब खतम बनायो हामी अहिले यहाँ सिस्नेरी बजारबाट छिर्यौँ होइन बाटो चाहिँ अलिकति यो भित्र चाहिँ अब लगभग 10-15 मिनट लाग्छ होला किनभने अफरोड नहुने हो भने त 2-3 मिनट्समै हामी पुग्छौँ होइन अब यो बाटो बिग्रेको छ अलिकति अहिले अब अस्ति बाढी पहिरो गयो त्यसले गरेर हो होइन ड्याम खोलेर हो साथी पानी खोलेर हो र ड्याम खुलेको थियो हो र ड्याम खोलेर त पानी गाड्ने ए। ड्याम खुल्न लाएर नि त्यो सिस्नेरी बजारै बगाइदियो यार होइन यो पागल हो यहाँ है हाम्रो ग्रुपको पागल हो त अगाडि हो त्यो दुइटै हो पागल यही दुइटा हो पागल जुत्ता खिच्यो जुत्ता खिच्यो जुत्ता भन्दा पनि महँगो मेरो मोबाइल छ हल्ला छ अहिले ल है उता माथिबाट चाहिँ हामी हेटौँडाको बाटो हो हामी हेटौँडाको बाटो र यो हेटौँडा जाने बाटो र हामी छुटेर भित्र छिर्यौँ है सिस्नेरी बजारबाट खोले खोला बाटो बनाइदिएको थियो अब म त त्यहाँबाट गइरहेको अनि यो बाटो यहाँ पहिरो ल्याउने उसको आएको होइन त्यो त हो अनि अलिकतिसम्म हो त्यहाँबाट फेरि सररै हो बाटो चाहिँ यो अहिले राम्रो बनाएको थियो कहाँ फाइनल्ली वी आर हियर इन सिस्नेरी है हामी सिस्नेरी आइपुग्यौँ त्यहाँबाट सिस्नेरी देख्न सक्छौँ होइन र हामी चाहिँ एकदम जहिले पनि हामी टाइममै आउँछौँ तपाईँहरूलाई म यति भन्छु भने सिस्नेरी स्याटरडेको दिन अरू दिन म प्रिफर गर्दिनँ स्याटरडेको दिन आउनुहुन्छ भने हामी जस्तो टाइममै आउनुहोस् 8:30-9 बजे लगभग पुग्ने तरिकाले 10 बजे किनभने यो इन्फर्मेसन के दिन्छु यहाँनिर घाम डुब्छ मेन अगाडि घाम डुब्छ अनि एक त भिड पनि धेरै हुन्छ है त्यही भएर हजुरहरूलाई त्यही भन्छु म एकदम टाइममै आउनु शनिबारको दिन आनन्दले खेलौँ इन्जोय गरौँ रमाइलो गरौँ अनि जाम थ्याङ्क्स फर वाचिङ माई ब्लग दोधारे खोला पुल आइपुग्यो गाडी लिएर आएर पुग्यो दुइटा पागलहरू यिनीहरू चाहिँ ठुलो पागल है ल है हामी सिस्नेरी आइपुग्यौँ ल यहाँ चाहिँ सिस्नेरीको जानकारी हजुरहरूलाई ल 50 रुपियाँ टिकट को आलु हो फर्स्टमा हान्ने आलु तिमी हो फर्स्टमा हान्ने हौ त्यो तल When the days are cold and the cards all fold and the saints we see are all made of gold, when your dreams all fail and the ones we hail are the worst of all and the bloods run stale, I wanna hide the truth, I wanna shelter you, but with the beast inside there's nowhere we can hide. No matter what we breed, we still are made of greed. This is my kingdom come, this is my kingdom come. When you feel my feet, look into my eyes, it's where my demons hide, it's where my demons hide. Don't get too close, it's dark inside, it's where my demons hide, it's where my demons hide. ल हान ल
हेर्दा नि भ्याकुता जस्तै छ फेरि भ्याकुते भ्याकुते कुङ्फु असलको भ्याकुते यो त भ्याकुते होइन जलगढा जस्तो यो त हो त्यसरी के नाम दिनु त यसलाई बसिरहेको छु त मुची ल यो धागो छ धागोले तान्ने क्या यसलाई चढ भनेको माथि ज्यानै माथि आउँदैन पानीमा हिँड्दैछ र पासाङ मैले ल्यायो ओइ ओइ पोज दे न पोज 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 गर्न भिडियो गरेर पोस्ट गर त्यही त भिडियोमा पोज अनि मुसे स्विमर स्विमर भयो ल हेर है फुच्चे त्यसको उल्टी हेर है ठोकिँदैन मैले ओइ हो यता हो हो ल ल अब म जान्छु खुट्टा ठोक्यो मेरो पनि ठोक्यो नि उल्टी हान्दा सबको आइसक्यो खाना मेरो चाहिँ आएको छैन ए मलाई खना न अनि हामी थापिहाल्छु त ल यो त नाइ थोरै हुन्छ ओके त हो त्यसरी के यति दिएछ यार ओइ थप्न छ त किन हात केटा ना योमै थप्ने ओइ तरकारी नि तताइ ल्याउनु पर्ने चाहिँ हुन्छ अझै अब चाहिँ भयो अब ओइ
ठिक छ त ठिक त भयो अब उयो 3 बाक्सा छ नि 3 बाक्सामा मासु भरिदिनु 3 बाक्सा मासु भरिदियो अनि पुग्छ बरु काँक्रो हादिनु म त्यसले त सकाउन आँट्यो त तरकारी हाले होइन त काजु खाइदियो थप्नुलाई यो नपुग्ने थप्नुलाई ओ ल हेर यहाँ पकाउनु डगल्ला देखिस् निन्द्रामा मैले पकाएर ल्याउँछु भनेको त पापड हाल्दैन सबले फेरि बोलेन पापड पापड खोइ मासु 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 ओइ मासु त यता उतला त्यहाँ टुक्रा खा भयो म कसैले दिन्न नदेऊ कसैलाई नदेऊ है झोल ग्रेभी छैन ग्रेभी बनाउँछु भन्दैछ अब से यो हिजो मैले बनाएको प्याज र टमाटर लिएर जा भने सेलाएर यस्तो भएको के खास यो ग्रेभी टन्नै थियो के मेरो त 3 लाइन भर्ने होला यो बाक्सा ब्लगर हो नि त काटेर आउँछु सानसानो हाल्यो यार यसले चौटा आया ल पक्का सानसानो हाल्यो यार साँच्ची तिम्रो त छैन यसले त मलाई मासु नै हाल्दैन यार ल है ल ओइ भयो साच्चै ओ यो ताउली ठिक्क टाइममा ल्याइदिएछ यार उनीहरूले नि पानी लिन पठाएको थियो उयो भाइहरूलाई ठिक्क टाइममा राम्रै बनाउन खोज्छु आएर नराम्रै एउटा केही त बनाइदिइहाल्छ अब चाहिँ इट्स डिनर टाइम फर्केको है हामी गाइडहरू हामी फर्केको अब चाहिँ सिस्नेरी सक्यो अब एकैचोटि कति वर्षपछि हुन्छ होला सिस्नेरी चाहिँ अहिलेलाई चाहिँ यस्तो चाहिँ भ्यू चाहिँ फेरि यताको एकैचोटि कति वर्षपछि बाई बाई भन्दै ओए बाई बाई भन्दै या हो या बाई बाई ओए ल बाई